जहिले पनि हजुरले सामान किन्दा हजुरले ध्यान दिन पर्ने कुराहरू चाहिँ के हो भन्दा पहिला सुरु 2-4 जना पार्टीले फोन गर्नु र रेट बुझ्नु के सामानको के रेट परिरहेको छ। त्यसपछि जुन पार्टीले रिजनेबल रेट दिन्छ हजुरसँग त्यो पार्टीको गोदाममा पुगेर क्वालिटीहरू चेक गर्नु के छ भने जस्तो क्वालिटी र प्राइस मिट हुन्छ कि हुँदैन भनेर। त्यसपछि चाहिँ यहाँ हजुरले देख्न सक्नुहुन्छ गोदाममा पामोलिन तेल आइपुगेको छ। यो चाहिँ 20 लिटरको जार हो। यदि हजुरलाई पाम तेल चाहिएको छ भने मिलन होलसेलमा आएर किन्न सक्नुहुन्छ। त्यसपछि मैले गरेँ पूजा पाठपछि चाहिँ पार्टीहरूलाई फोन गर्न थालेको थिएँ। बजारमा त्यही हो, मैले जसरी भने नि हजुरलाई रेटहरू बुझ्न थालेँ, के सामानको के रेट परिरहेको छ नोट आउट गरिरहेको थिएँ, प्राइजिङहरू के कति हो भनेर तेजी मण्डीको कुराहरू सोधिरहेको थिएँ। त्यही बेला चाहिँ गोदामबाट चामल लोडिङ भइरहेको देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हरेक दिन खाद्य आइटम लोडिङ भइरहेको हुन्छ। दिवस भाइले चाहिँ पर्चेसहरू एन्ट्री गरिरहेको छ आज के सामान गोदाममा आइपुग्यो भनेर। त्यसपछि म्यामले चाहिँ हिसाब किताबहरू चढाइराख्नु थियो, ब्याङ्क डिपोजिट स्लिपहरू खोज्दै हुन्छ जस्तो लाग्थ्यो यहाँ चाहिँ। त्यसपछि मैले बेलुका भइसकेको थियो, बिल काट्न पर्ने थियो, एउटा गाडी लोडिङ भयो थियो, बिल काटिदिँदै थिएँ। र बिल काट्न चाहिँ होइन कहिले काहीँ सिक्नु पनि पर्छ आफू साउजी भएपछि। अनि यहाँ चाहिँ सरले हिसाब किताबहरू मेन्टेन गरिरहेको छ, डेबुकहरू दिन दैनिक खर्चहरू होइन, खाजा किचन यता उता पलदारीहरू। अनि बेलुका चाहिँ आफूले हिसाब हेर्न थालेको थिएँ, सबै हिसाब किताबहरू चढ्यो कि चढेन डेबुकबाट लेजरमा। अनि पार्टीहरूको पोस्टिङहरू यता उता हेरेँ, अनि सिस्टम पनि चेक गर्न थालेको थिएँ के अपडेटहरू भएको छ, पेमेन्टहरू सबै भयो कि भएन, ब्याङ्क ट्रान्सफरहरू यताउता चेक गरेँ। अनि सबै अप टु डेट भइसके जस्तो लाग्यो। आजको लागि यति नै, धन्यवाद।